तप्पाएर खाने अनि जे पनि भेटाए जुसहरू खाइहाल्ने जाने ससुराली फेरि जाने पैसा छैन मिल्ला कहाँ भन तपाईँ उतै मिल्छ हाम्रो खास रम्बुमा छैन कोही रम्बुमा मिल्छ म मासु लिएर आउँछु फेरि 1.5 किलो लिएर दुई किलो होइन टन्नै चर्बी वाला ल्याउनु पर्यो यार 300 रुपियाँ इधर इधर इसका सुअर का मीट कहाँ मिलता है यार मैं ना खाता हूँ ना मेरे को पता अच्छा मीट ही नहीं खाते नॉन वेज नहीं खाते वो बोला तो मासु खाने का पानी पिला दे बस पानी दे ये झपटे को देखो ना इसका फुट का सो दिन बोले एउटा दाइले भन्न सक्छ मलाई काम छ ड्रम पुरै मिल्छ क्या राति गएछ छैन त्यो भित्र थुक्पा थुक्पा मिल्छ बस्ने पर फेरि सुत्ने हो ल म सुत्नेमा तिमी दुईजना सुत्दैन म पर्दमा सुत्छु रक्सीको लागि भन्थे त मसँग रक्सीको लागि देखौँ ल कति बियरै त पिने ठट्टै त पिउला र 250 500 म फेरि यार अभी पीछे देखौँ ल बहुत खाली अधूरे हट जाए से मैले खर्च गर्दैन गर्छ हो भने गर्दैन गरे सुँगुरको मासु हाफ प्लेट नेपालको देवाई त चटपटा बनाउने चटपटा मस्त आज क्या खान्छ नि लगी मुर्गा खाए मुर्गा मासु खान्छ ए हामीलाई छन् न क्या बडा मान्ने खाँदा मुर्गा मात्रै छ इल्ला पनि छन् न बडा मान्ने म घरमा खान्न फेरि बडा मान्ने मान्छेलाई पुग्छ अरे म घरमा खायो भने थानमा सुन्छ ओ ओए प्रकाश म घरमा खायो भने हाम्रो आमाले मान्दैन नि त थानमा सुन्छ सिधै यत्रो मन त्यो मेरो फेरि ढाल्दैन नि त त्यस्तो होइन सुल्टो त लगाऊ फोन त ढाल्ने रहेछ मैले भन्छु नि सुन्नु पाइन्छ वर्कर कसले दुनियाँलाई भन्छ मैले भन्दैछु नि अरूको दिनमा नि यसलाई मैले हिजो पनि भने नखाएर त्यो आए बेलामा बेच्छ तपाईँलाई बस भन्ने होइन कसम ओ नगर्नु मजाक नखाएर होइन पुरा 1000 2000 तिम्रो पार्टी गराइदियो साँच्चै भन्नु त्यो आयो भने चाहिँ यो होटल के राख्ने यार भ्यू के छ कहाँ राख्ने त बडपतिर हेरौँ भन्नु लाग्यो खानाहरू बस्नु नि सुल्टो लगाऊ न गाडी भाइ त्यसलाई खोलो मैं तेरा बेटा हूँ मैं जा रही हूँ मेरे भाई यो त डराउने डराउने रहेछ यार मना कर रहे थे शायद जाओ तो क्या बोला किस वो दे बेला नहीं जस्तो गर्ने अब भिडियो बनाउँदै भ्लग बनाउँदै बताइए मिर्ची नहीं डालना कोई ये प्रकाश माफी हुन्ने है आ तो चल मितांशी अंदर चल खड़ा बनाना अंदर ओ यार चल संगत का मासूम पल की पाला बेटा जैसा कुत्ते ने